एकीकृत पाठ्यक्रममा आधारित 1 महिने प्रमाणीकरण तालिमको 9 दिनका केही दृश्यहरू। हामी आफूतिर हेर्नेला कति अर्कालाई हेर्ने क्या। आज चाहिँ हामी आफूले आफूलाई हेर्दैछौँ। यसरी थोरै आफ्नो हातमा हामी आत्मभ्रमण विशेष गरी होइन आफ्नो छातीमा हात राखेर ममा भनौँ न। अब फेरि त्यो अर्को ममा चाहिँ होइन भनेको मतलब सिधा उभिनु होला। आफ्नो नजर चाहिँ हल्का आफूतिर झुकाउनु होला हजुरहरूले। म एक लाइन भनिसक्छु, म बिसाउँछु नि हजुरहरू भन्नु ल। रवि रुद्र पिता महाविष्णु लुतम फेरि भन्छु ल। फेरि हजुर पिता महाविष्णु लुतम हरिचन्दन कुमकुम पङ्कयुतम मुनिवृन्द गणेन्द्र समानयुतम तव नौमि सरस्वती पादयुगम शशिशुद्ध सुधाहिमधामयुतं शरदाम्बर बिम्बसमानकरं बहुरत्न मनोहर कान्तियुतं तव नौमि सरस्वती पादयुगं कनकाब्ज विभूषित भूतिभवं भवभाव विभासित भिन्नपदं प्रभुचित्त समाहित साधुपदं तव नौमि सरस्वती पादयुगं भवसागरमज्जन भीतिनुतं प्रतिपादित सन्ततिकारमिदं विमलादिक शुद्ध विशुद्ध पदं तव नौमि सरस्वती पादयुगं मतिहीन जनाश्रय पादमिदं सकलासितदीनपदं परिपूरित विश्वमनेकभवं तव नौमि सरस्वती पादयुगं परिपूर्ण मनोरथ धामनिधिं परमार्थ विचार विवेक विधिं शूरयोषित सेवित पादतलं तव नौमि सरस्वती पादयुगं शूरमौलिमणिधृतिशुभ्रकरं विषयादिमहाभयवर्णहरं निजकान्तिविलेपित चन्द्रशिवं तव नौमि सरस्वती पादयुगं गुणनैककुलस्थितिभीतिपदं गुणगौरवगर्वित सत्यपदं कमलोदर कोमलपादतलं तव नौमि सरस्वती पादयुगं रविरुद्र पिता महाविष्णुनुतं हरिचन्दन कुमकुम पङ्कयुतं मुनिवृन्द गणेन्द्र समानयुतं तव नौमि सरस्वती पादयुगम्। इति श्री सरस्वती धन्यवाद। नगरी तालिम नलिनु बिना उता गाउँघरका पौडेनीहरूले कुरा खुसुक्का गरे। उता गाउँघरका पौडेनीहरूले कुरा खुसुक्का गरे। मानु खाएर मुरी उब्जने बेला मास्टर के खालान भरे। मानु खाएर मुरी उब्जने बेला मास्टर के खालान भरे। पञ्चायत सबका समस्या कठिन विघ्न बाधाहरू। पञ्चायत सबका समस्या कठिन विघ्न बाधाहरू। आइडिया पढुवा अनुभव हुने तालिम नलिई के गरौँ। आइडिया पढुवा अनुभव हुने तालिम नलिई के गरौँ।
हेर्दा तालीमा सानो लाग्दछ किन बसाइछ 15 दिन बडुवा पनि ठप्प बन्दछ हरे रोकिन्छ यो बिना। नमस्कार। सुनिरहँ जस्तो लाग्छ, जेबी सरको शैली मिठो सुनिरहँ जस्तो लाग्छ, तालिम दिने कला मिठो सुनिरहँ जस्तो लाग्छ, समूहकारी कक्षाकारी अनि ठुल्ठुलो त्यो जोस, समूहकारी कक्षाकारी अनि ठुल्ठुलो त्यो जोस जागर पुरै तालिम जेबी सरकै मुखबाट सुनिरहँ जस्तो लाग्छ, पुरै तालिम जेबी सरकै मुखबाट सुनिरहँ जस्तो लाग्छ। चौबे छपका सुस्तारी नमस्कार, म सृजना खतिवडा उदयपुरबाट। मान्छे यो आलु हजुरहरूले बनाएको होइन? नमस्कार, म ओखलढुङ्गाबाट निर्मला शर्मा। घाममा यस्तै हुन्छ नि पकाएको। पसिना आएको मान्छे नकिन्नु। पार्वता निरौला ओखलढुङ्गाबाट। वीरेन्द्र थापा मगर उदयपुरबाट। वीरेन्द्र थापा मगर है, धन्यवाद। नमस्ते, म कम्बर राई खोटाङ। नमस्कार, गमप्रसाद राउत उदयपुर। कमप्रसाद राउत उदयपुर। नमस्कार, हरिवंश पराजुली ओखलढुङ्गा। नमस्कार, माधव प्रसाद दाहाल पञ्चावती मावि उदयपुर गढी उदयपुर। हाम्रो प्रधानाध्यापक सर हुनुहुन्छ। ल नमस्कार सबै साथीहरूलाई, म जेबी खड्का बाल मन्दिर मावि बोक्स खाजा खाँदैछु। नमस्कार, म अप्सरा खड्का काठमाडौँ आदिवासी चौरी उदयपुरबाट। धन्यवाद। नमस्कार, कविता तिमल सेना जनता मावि कुचुमा गाउँपालिका 4 कोठा। नमस्कार, म डुक्का श्रेष्ठ ओखलढुङ्गा माने मन्दिर 1बाट खाजा चाहिँ खाइसकेँ। नमस्कार, म एकबहादुर तामाङ ओखलढुङ्गा गाउँपालिका वार्ड नम्बर 9बाट। नमस्कार, म चाहिँ जय कुमार राई खोटाङ रावेसी 1 कुबिन्डेबाट। धन्यवाद सर। नमस्कार, म तिलक श्रेष्ठ मानेमन्दिर गाउँपालिका 1 मोली ओखलढुङ्गाबाट। धन्यवाद सर। नमस्कार, म अर्जुन राई डिटेल रूपाकोट मजगढी। धन्यवाद। उदयपुर जिल्ला। धन्यवाद। धन्यवाद। नमस्कार, मेरो नाम प्रज्वल कुमार घिमिरे, घर चाहिँ कटारी 3 उदयपुर। धन्यवाद। नमस्कार, मेरो नाम निर्मला ढकाल, घर ओखलढुङ्गा। धन्यवाद। नमस्कार, म उदीप राई खोटाङ छरेसी नगरपालिकाबाट विद्यालय मेरो श्री राजमाटे आदर्श विद्यालय अवस्था। नमस्कार, म योजना राई म भुवन खतिवडा उदयपुर, अहिले चाहिँ बाल मन्दिर मावि बोक्से तालिम केन्द्र सुनचारी। धन्यवाद। नमस्कार, मेरो नाम नमस्कार, म रेणुका खत्री, म चाहिँ खोटाङबाट। धन्यवाद। ल नमस्कार, मेरो नाम झनक धमला, जिल्ला ओखलढुङ्गा, विद्यालय श्री सरस्वती मावि गुङनाम। धन्यवाद। नमस्कार, म कटारी नगरपालिका 4 श्री जनता आधारभूत विद्यालय फुलबारी सिरानबाट। नमस्कार, म पदम साई खोटाङ जिल्ला रावबेसी गाउँपालिका वार्ड नम्बर 5 गङ्गोदय माध्यमिक विद्यालय दुबेकोलबाट। मेरो स्थायी ठेगाना कालीकोट जिल्ला 50 झरना गाउँपालिका वार्ड नम्बर 8 भेट्टामा पर्छ। कृपया यहाँहरूले यो
युट्युब च्यानललाई हेरेर सहयोग गरिदिनु भएको हुनाले यहाँहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। कृपया यस च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गरेर पनि सहयोग गरिदिनु होला। हस्, धन्यवाद।